आजको विशेष संवादमा फेरि पनि हाम्रो बिचमा चिरपरिचित व्यक्तित्व राजु श्रेष्ठ जो देशभक्त स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य उपत्यका प्रदेश इन्चार्ज हुनुहुन्छ। म उहाँलाई ढिला नगरी हार्दिक स्वागत गर्न चाहन्छु। यहाँलाई हार्दिक स्वागत छ। सम्पूर्ण नेपाली तर्फबाट नमस्कार छ। हाम्रो खुबैहरू समाज के गर्दैछ तपाईँको पार्टी? देश त उथल पुथल हुँदैछ, देशको हङ्गामामती छ, तपाईँहरू हेरेर गरिराख्नु भएको छ। हामी हाम्रो कार्यकर्ताहरू हामी सम्पूर्ण नेपाली देशभक्त सबै कार्यकर्ताहरू नेपालीहरूलाई चाहिँ गएर ठाउँमा गएर विशेष गरी बाढी पहिरोमा जहाँ बाटोघाटोमा अहिले बसहरू कुदिरहेको छैन, गाडीहरू कुदिरहेको छैन, त्यहाँ गएर उनीहरू अहिले सहयोग गरिरहेका छन् र उनीहरू आफ्नो तर्फबाट चाहिँ बाटो खुलाउने तर्फ मानिसहरूलाई काम लगाउनु बस्नको लागि समस्या भएको तर्फमा उनीहरूलाई पनि सहयोग गरिरहेका छन्। आर्थिक सामाजिक अदृष्ट तरिकाले उनीहरू अहिलेको त सिजन हो बाढी पहिरो जाने, तपाईँले कराएर नकराएर के हुन्छ र? त्यो त मौसम हो नि त, सिजनले च्यालेन्ज गर्दैन होइन। त्यही पनि हामीले के छ, प्रकृतिबाट हामीले बस्नको लागि हामीले आफ्नो सेल्फ डिफेन्स गर्नुपर्छ। किनभने यो प्रकृति आउँछ, हरेक वर्ष बाढी पहिरो हुन्छ। त यसको मतलब यो होइन कि हामीले सरकारबाट हामी मुख्य हामी सरकारलाई भन्छौँ, सरकारबाट बाहिर भएका विपक्षी दलका सम्पूर्ण मानिसहरूलाई पार्टीहरूलाई पनि हामी के अनुरोध गर्न चाहन्छौँ भने जहाँ जहाँ बाढी पहिरो छ जसरी हाम्रो देशभक्तको मानिसहरू कार्यकर्ताहरू सबै ठाउँमा उनीहरू भोलिन्टियर रूपमा सहयोग गरिरहेका छन्। आर्थिक सामाजिक राजनैतिक पासको सबै कुरा व्यवस्था जे जस्तो चुनेर गरिरहेका छन्। मुख्य गरी हामीले चुनेर सल्लाह दिइरहेका छौँ। के सल्लाह गरिरहेका छौँ भने तपाईँले कुनै पनि किसिमको आवश्यक छ भने सरकारले गचाउनुहोस्, विपक्षी पार्टीले गचाउनुहोस्, हाम्रो पार्टीलाई गचाउनुहोस्, सबैलाई गचाउनुहोस्। किन यो भनेको हाम्रो मानव अधिकार जन्मसिद्ध अधिकार हो, खाना लगाउनु बस्नको लागि। त्यसैले हाम्रो पहिलो मुद्दा नै के छ त, घाँस पास कपास शिक्षा स्वास्थ्य अनि देशभक्तको पहिलो मुद्दा हुन। यो मुद्दा पहिलेदेखि नै काङ्ग्रेस एमाले माओवादी इभन अहिलेको राष्ट्रसभा पार्टीले उठाएको छ, तर 100% अहिले के छ भने रिजल्ट दिन सकेको छैन। त्यसैले हामीले 100% दिनु पर्यो ती मानिसहरूलाई। ती मानिसहरू हामी जस्तै जीवन बिताउने मानिसहरू हुन्, जोसुकै होस्, अन्य जाति होस्, अन्य धर्म होस्, विशेष जाति होस्, जसुकैको होस्, उनीहरूलाई हामीले चाहिँ सहयोग गर्नुपर्छ भन्ने कुरा हाम्रो विशेष हार्दिक अनुरोध देशबाट हो। पर्सि शुक्रबार केही कार्यक्रम राख्नु भएको हो तपाईँहरूले? हाम्रो त आजै राख्ने कार्यक्रम त विशेष गरी हाम्रो यो जुन पाकिस्तानको तपाईँहरू त बढी कन्ट्रोभर्सी गर्ने पार्टी हो, काम गर्ने होइन, बोल्नु पनि सिकाउनु पनि अरू मानिसले जानकारी गराउनु ठुलो कुरा हो। वास्तविक के हो त भन्ने कुरा हो। निम्स दाई भनेको एउटा हाम्रो नेपालको मात्र दाई होइन, संसारको एउटा दाई हो, गौरवमय दाई हो। जस्तै हामीले हिलारीले हाम्रो नेपाललाई सरकार मात्र देश भनेर पहाडको देश भनेर नेपाल चिनाए, त्यसरी निम्स दाई निर्मल पूजा दाईले पनि आफ्नो ज्यान दिएर संसारभरि ओहो नेपाली वीर पुर्खा गोर्खाली राम्रो प्रभातरी इन्टरनेसनल प्रभातरीहरू चिनाउनु भयो। तर अचम्मको विडम्बनाको कुरा के छ भने जब उहाँ पाकिस्तानको गोल्ड पिक सर्वोच्च डेथ माउन्टेनमा चढिराख्नु भएको थियो, उहाँ एउटा टाइगरको उहाँको हिलको टाइगर भन्ने चिनिन्छ, निम्स दाईले पनि चिनिन्छ। उहाँलाई कुनै पनि हिल्स जसले बचाउँछ, उहाँले अनुभव छ, धेरै अनुभव भएको हुनाले। तर हामीलाई के प्रश्न लाग्छ, शङ्का लाग्छ भने पाकिस्तानी सरकारसँग जब त्यहाँ हाम्रो नेपाली दाजुभाइ विदेशीहरू पनि हुनुहुन्छ र पाकिस्तानका केही पर्वतारोहीहरू पनि हुनुहुन्थ्यो, सरकारको मान्छेहरू पनि हुनुहुन्थ्यो, र पाकिस्तानको दुईटा पर्वतारोही चाहिँ सेफ्टी रेस्क्यु भएर आउने रे बाँच्ने र अरू हाम्रो नेपाली दाजुभाइहरू अरू 5जना ती मानिसहरू चाहिँ जब कि पहाडका उनीहरू राजा हुन्, उनीहरू खान नसक्ने, त्यहाँ शङ्का के तपाईँ हुन्छ नि कि उनीहरूलाई त मारिएको त होइन, उनीहरूले किन रेस्क्यु गरिन त? जब पाकिस्तान षड्यन्त्र भन्नाले उनीहरू यो पनि हुनसक्छ। किनभने संसारमा मुख्य सबै चिन्ने हाम्रो निम्स दाईलाई, निर्मल पूजा दाईलाई अगाडि बढिरहेको छ, लिड गर्नु हाम्रो नेपालले चिनाइराख्नु भएको छ। के तपाईँ पार्टीसँग चिन्जान्थ्यो? निर्मल पूजासँग तपाईँको चिन्जान्थ्यो? तपाईँको व्यक्तिगत उहाँको आफ्नै ठमेलमा एउटा हाम्रो उहाँको आफ्नो टी सर्ट पसल थियो निर्मल पूजा भन्ने निम्स दाईको आफ्नै सोरुम थियो। त्यहाँ उहाँ आउनुभएको थियो, ओपनिङ टाइममा आउनुभएको थियो, रमाइलो मजाको थियो, आनन्दको थियो, उहाँ हँसिलो हुनुहुन्थ्यो, सहयोगी हुनुहुन्थ्यो। उहाँ त हाम्रो त मेन त उहाँको पाहाडकै हो होइन, करिब नियर द अन्नपूर्ण बेस क्याम्प भनौँ, उहाँको चाहिँ पाहाडमै हो। अनि सानैदेखि उहाँले हुर्केर उठ्नुभयो पाहाडको, उहाँ चितुवा भनेर चिनिन्छ। र उहाँले 6 महिनामा नै नेपालको होइन संसारको सबसे अग्लो 8,000 भन्दा माथिको पिकहरू उहाँले चढेर देखाइदिनु भयो बिना अक्सिजन। त्यसैले म त अचम्म हाम्रो सरकारले यो गर्नुपर्ने हाम्रो सरकारकै काम हो। किनभने आफ्नै देशको देशभक्त मान्छे, अन्तर्राष्ट्रिय भक्त मान्छे, अन्तर्राष्ट्रमा चिनेको मान्छेलाई त खोजताछ गरेन।
पाकिस्तानी 2टा पर्वत रेस्ट्रिक्ट गरियो, तर हाम्रो निम्स दाइलाई चाहिँ हाम्रो नेपाल दाजुभाइ किन गरेन भने यसमा चाहिँ धेरै मानिसको शङ्का उपशङ्का, चिया पसलमा, खाजा पसलमा, खानेकुरा पसलमा धेरै चर्चा विशेष गरी ठाउँमा चर्चा भइरहेको छ। मैले विशेष ठाउँमा चर्चा सुनिरहेको लागि आज हामी पाकिस्तान एम्बेसीमा गएर 2 बजे त्यहाँ हामीले हाम्रो कार्यक्रम थियो। सरकारलाई पनि हामीले घोषणा खोजेको थियौँ। हाम्रो नागरिक मात्र होइन, उहाँ हिरो, अन्तर्राष्ट्रिय हिरो, नेपाली नागरिक, उहाँले चिनाउनु नागरिक होइन, उहाँ हाम्रो सम्पूर्ण हृदयमा बस्ने प्रभातरोही वैश्वमा संसारमा भएका सबै प्रभातरोही उहाँ हिरो, मुटुमा बस्ने मान्छे हो निम्स दाइ। त्यसरी हामीले उहाँको परिभाषा गर्नुपर्छ र सरकारले चाहिँ किन त उहाँको सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ भन्ने हाम्रो पहिलो माग हो। र यसको लागि हामी सम्पूर्ण नेपाल दाजुभाइहरूलाई निम्स दाइ जस्तो अन्तर्राष्ट्रियमा नेपाललाई चिनाउने मानिसको लागि हामीले शुक्रबार 2 बजे पाकिस्तानी एम्बेसीमा गएर हामी झकझकाउन, हडताल गर्न। हामी झगडा गर्न होइन, शान्तिपूर्वक हामीले के गर्न चाहन्छौँ भने पाकिस्तानी एम्बेसीले हाम्रो नेपाल दाजुभाइलाई हामी स्वीकृति दिनको लागि हामी आफै साह्रै जान्छ। हामी मात्र सबै मानिसहरू, हामी प्लस विपक्षी पार्टीहरूलाई पनि, हाम्रो स्वयं देशवाला पार्टीहरूलाई पनि, सत्तामा पको मान्छेहरूलाई पनि यो राजनीतिक कुरा होइन, यो कुनै आर्थिक धार्मिकको कुरा होइन, यो विशेष आफ्नो गौरव नेपाली दाजुभाइ गौरवको कुरा हो। नेपालीहरू त आन्दोलन गर्ने, दूतावासमा आन्दोलन गराएर गर्ने, बार्गेनिङ गर्ने दुनिया गर्छ। होइन, अरूले के गर्छ कुरा हामी गर्दैन। हामी पाकिस्तान एम्बेसीमा कुनै पैसा दिने, कुनै यसो गर्ने, कुनै नै एम्बेसीमा हामी त हाम्रो पार्टीबाट त होइन, हामी लिँदैन। हामी कुनै पनि एम्बेसीबाट पैसा, हामी स्वच्छ आफ्नो नेपालको देशभक्तको रूपमा हामीले चल्ने हामी हो। हामीलाई त अमेरिकन एम्बेसी, इन्डियन एम्बेसी, चाइनिज एम्बेसी, पाकिस्तान कुनै एम्बेसीसँग हामीले देशहरूसँग शत्रुता छ, छिमेकी देश भारतसँगको शत्रुता छ, त्यसको फाइदा त तपाईँले उठाउनु खोज्यो होइन। हामी उठाउनु खोज्यो, हामीले यो मात्र भन्नु खोजेको कि हामी सरकारले चाहिँ प्रश्नसँग चाहिँ यो राम्रोसँग छानबिन गरियोस् र हामी सबै नेपालीहरूलाई बुझाइयोस् किन पाकिस्तान सरकारले पाकिस्तान देशलाई आफ्नो 2टा पर्वत रेस्ट्रिक्ट गर्ने हो। त्यही बेला सँगै एउटा ग्रुपमा भएको, तर हाम्रो नेपाली दाजुभाइले चाहिँ किन रेस्ट्रिक्ट गरेन भने त्यो प्रश्न हो। अरू खासै तपाईँहरूसँग कुनै गुनासो अथवा कुनै होइन? विशेष गरी हाम्रो सरकारको, विपक्षी पार्टीको एवं देशमा भएको सत्तापक्ष पार्टीहरूको पनि हाम्रो गुनासो के छ भने किन उनीहरूले आफ्नो त्यो अन्तर्राष्ट्रियमा चिनाउने एउटा बहादुर दाई, प्यारो दाई, मेरो मात्र होइन संसारको सबैको प्यारो प्रवधित दाई, निम्स दाई भनेर चिनिन्छ, उहाँको निर्मल पूजा दाई किन कसैले पनि छानबिन गरेन, सत्य तथ्य बाहिर ल्याउनु कसैले पनि, न काङ्ग्रेसले भन्नु, न एमाले भन्नु, न माओवादी, कुनै पनि पार्टीले भएन। तर हाम्रो देशभक्त पार्टी, हाम्रो देशको जुनै पनि नागरिक यदि घाँस खान नपाएर मरेको छ, कराइरहेको छ, दुःख पाएर त्यसको लागि बोल्न झसक्स गर्ने पार्टी हो। त्यसैले हाम्रो मन रुइरहेको छ उहाँप्रति र अहिलेसम्म हामी उहाँसँग र हामी शुक्रबार 2 बजे पाकिस्तान एम्बेसीमा हामी सारा नेपालीहरूलाई आएर हामी घस्छौँ त्यहाँ किन यस्तो भयो हामीलाई भनेर सरकारलाई हामीले प्रश्न र पाकिस्तान एम्बेसीलाई हामीले प्रश्न, त्यसको उत्तर हामीले जवाब दियोस्, साँच्चैको सन्तुष्टपूर्ण जवाब दिनु हामीले आशा चाहन्छौँ। जवाबको आशय के, जवाब मागे चाहिँ के तपाईँले जवाब के जवाब वास्तविक के कस्तो घटना भयो त्यहाँ, जस्तो त्यहाँ ड्रोन हुन्छ, त्यहाँ ड्रोन गइरहेको हुन्छ र प्रश्न यहाँ पत्रिका मिडियामा के आएको छ, पाकिस्तान 2टा पर्वत बाँच्ने रेस्क्यु हुने पहिलो उसलाई चाहिँ, र त्यति बेला नै हाम्रो नेपाली दाजुभाइहरूले पनि पर्वतहरूलाई पनि रेस्क्यु गरेको त बाँच्यो थियो नि, बाँच्यो किन भएन भने त्यो हो के नेपाल र पाकिस्तान बिच त्यस्तो विनिमय छ, शत्रुता छ। नेपाल र संसारमा 217 देश सबैसँग माया ममता छ, समान उसले व्यवहार गरेको छ, समान डिप्लोमेटिक पोलिसी गरिरहेको छ, डिप्लोमेटिक अप्नाइरहेको छ। ल यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँको मिडियालाई पनि, सम्पूर्ण नेपाल दाजुभाइहरूलाई यस दुःखद घटनामा चाहिँ स्पेसली देशभक्त पार्टीबाट चाहिँ आउनुहोस् शुक्रबार 2 बजे हामी आह्वान गरौँ। वास्तविक सत्य तथ्य के हो, हाम्रो एउटा नेपाल चिनाउने, संसारमा चिनाउने एउटा हाम्रो आफ्नै दाजुभाइ बित्नु भएको छ अकस्मात कलिलो उमेरमै। तपाईँको उहाँले संसारमा अझै धेरै चिनाउनुहुन्थ्यो, गर्नुहुन्थ्यो। उहाँको फाउन्डेसन, निम्स फाउन्डेसनबाट गरिबहरूलाई, अनाथहरूलाई लुगाफुट्टाहरू दिने उहाँले 2टा फाउन्डेसन गर्नुभयो। त्यस्तो समाजसेवी मान्छेको लागि कोही पनि बोल्दैन। त्यसैले हामीले बोल्नको लागि सम्पूर्ण नेपाल दाजुभाइलाई आह्वान गर्छौँ। यही शुक्रबार 2 बजी पाकिस्तान एम्बेसीमा जाने र सरकारलाई पनि हामी यहीँबाट आह्वान गर्छौँ, तपाईँले सत्य तथ्य कुरा पुऱ्याउनुहोस्, वास्तविक किन त्यो घटना के हो, त्यहाँ ड्रोन छिराएको थियो, खिचिरहेको थियो, त्यो हामीले प्रश्नसँग लिएर आउनुहोस् र बुझाउनुहोस् भन्न चाहन्छौँ। उहाँप्रति हाम्रो पनि दुःख व्यक्त गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद। तपाईँहरूलाई धन्यवाद।